पछिको पीडितहरूलाई विश्वास छ कि आउने पिँढीको लागि केही हुन्छ भन्ने आशा छ हैन? हर्क साम्पाङ चाहिँ कस्तो लाग्यो तपाईँलाई? धेरै राम्रो, धेरै माया गर्ने दयालु मान्छे रहेछ। हो र? कसै थाहा पाउनु? हामी जस्तो मान्छेलाई यस्तो दया गर्ने यस्तो मान्छे कहिले आएन है? आएन यो ठाउँमा। आए पनि आएन, देखे पनि देखेन। दया गर्ने हुँदो रहेछ, दयालु हुँदो रहेछ। दयालु मान्छे रहेछ धेरै है, धेरै माया गर्ने रहेछ। ओहो, हामी जस्ता मान्छेलाई माया गर्ने अहिलेसम्म कोही पनि पुगेको थिएन। उहाँ आइसकेपछि थाहा पाउनु भयो? हामीले अगाडि त खालि भन्ने हुन् सोच थियो नि, उसमा लेख्दाखेरि यस्तो त कतिले भने हैन, यो पुलको लागि त कति नापजाप पनि गरे रहेछन् हैन? पुलको लागि कतिचोटिमा नापजाप भएन, त्यो काठे पुल दिने हुन्, आजपल्ट लाएपछि भोलिपल्ट लगिदिने हो, लगिदिहाल्ने। आज त्यही दुख थियो हामीलाई। अब के न के अब त सुखको दिन आयो। कमसे कम त्यो यो गाउँदेखि त्यो गाउँ जानको लागि त सजिलो त भयो। बारी खेती त्यही हो, उतै छ। ल हेर्नुहोस् त, हाम्रो कति त हाम्रो त्यो पहिरो आएर बारीमा जान नपाएर हामी कति त्यो चराचरङ्गीले खाएर सिद्धिया थियो। अन्नबाली धेरै समस्या थियो हामीलाई। कहिले काहीँ त यो खोला बढेपछि तपाईहरु पारी अनि वारी आउनलाई त समस्या हुन्थ्यो होला। उतै बासी वारीको वारी पनि रहेछन्, गाई गोरु पनि त्यस्तो भएको छ। त्यस्तो पनि भएको छ है। अनि बुढापाकाहरू त झनै नसक्ने भयो। तर अहिले हर्क साम्पाङले चाहिँ मान्छेलाई सेवा सुविधा नपुग्ने ठाउँ खोल्सामा पुल लायो भन्दैछन् अहिले विरोधीले, उहाँको विरोधी गरिरहेछन्। ल तिनी गर्नेहरू त्यस्तै भुग्न दियो। हर्क साम्पाङले त सानो खोल्सामा पो महाकालीमा पुल बनाउँछु भनेर सानो खोल्सामा अहिले पुल बनाएछ भन्दैछ। खोल्सामा लाए पनि यति जनताको राम्रो गरिया छ है। यस्तो जनता कत्रो पहिरो आउँछ यो त हामीलाई थाहा छ है। यस्तो पहिरो कस्तो आउँछ के आउँछ त्यो हामीलाई थाहा छ। हाम्रो यो गाउँको बासीलाई थाहा भयो सर। हामीले कति दुःख भोगिरहेको छौँ हामीलाई थाहा छ। अहिले सम्पाङजी आएर हाम्रो यत्रो यसो पुल आएर हामी यति खुसी छौँ। अब त्यो त हामीलाई थाहा छ भन्नेले त्यसरी भनिरहेछ। देखेका छैनन् ती मान्छेले, तिनले नदेखिकन खालि त विरोध गर्ने मान्छे हुन् सर है। अब यहाँ आएर हेरेपछि पो थाहा हुन्छ कस्तो छ के छ भन्ने त हेरेर मात्र थाहा हुने हो। यहाँको मान्छेलाई थाहा छ, यहाँको मान्छेलाई थाहा छ कि त्यो त हामीले कस्तो दुःख भोगिरहेछौँ। यो छातीमा हात राखेर बोल्नु भएको हो नि तपाईँले होइन? हजुर, दुःख छ भन्ने कुरा पक्का दुःख छ हामीलाई त। यो हर साल यो पहिरो आउँछ यसमा है। अनि हाम्रो पनि यो अब बाख्रा त्यहाँ राख्छौँ, कतिखेर म कस्तो हाम्रो कुदेर जानुपर्छ त्यहाँ। त्यो बाख्रा ऊ माथि राख्छु त्यहाँ, अनि म बिहान जान्छु बेलुका आउनु पर्ने। अनि धेरै गाह्रो भयो मलाई सर आउँदा जाँदाखेरि। यो कति बेला बगाउँछ पहिरो आएको है? हजुर, कति बेला बगाउँछ, कति बेला लान्छ भन्ने। गाई गोरु बगायो के भयो, त्यो भयो समस्या भयो। अनि यो पाठाहरू आउँदाखेरि कसैको पाठै बग्ने त्यहाँ त्यो पहिरो आउँदाखेरि त्यति धेरै गाह्रो छ यहाँ। तर मान्छेले यो विरोध गरिरह होला, खालि विरोध गर्ने वाला मान्छे हुन्। तर यो ठाउँमा कस्तो छ के छ यो बासीलाई थाहा छ कि हामीलाई थाहा छ। त्यो हो सर। पक्का पनि यहाँको अवस्था, भूगोलको अवस्था नहेरेर तपाईँहरूको अवस्था नबुझिकन मान्छेले बोलिरहेका छन् अहिले। बोलिरहेको खोल्सामा हर्क साम्पाङले पुल बनायो भनेर। हजुर, खोल्सा त होइन, यो त खोलै रहेछ। दुईटा खोला माथिबाट, दुईटा खोला। अब त्यतिखेर यो बर्सातमा पानी पर्छ, त्यतिखेर हेरेपछि त डर लाग्दो। यो महाकालीको भन्दा पनि ठुलो आउँछ यो। अनि अब यो खोला अहिले त बच्चा तर्ने अवस्था छैन, अवस्था छैन। त्यही त सर धेरै गाह्रो छ यहाँ, धेरै गाह्रो छ। अब त्यो मान्छेले विरोध गरिरह होला, विरोध गर्ने मान्छे खालि विरोध गर्ने मान्छे हो। यो नदेखिकन विरोध गर्ने मान्छे हो। त्यो त कति दुःख छ के छ यो यहाँको गाउँको बासीलाई थाहा छ कि हामीलाई थाहा छ।